हेलो राधे राधे। आज यस पाचेखानी किर्तलाईको मन्दिर सेती सिंह बाहिनी मन्दिरमा गइरहेको छु र यस मन्दिरमा अजय प्रधानको स्वर्गीय आमाको नाममा स्थापित भएको हो। अनि पाचेखानी किर्तलाई समाजका सम्पूर्ण मेम्बर्सहरूको पनि सहभागी रहेको रहेछ। अब हेर्नुहोस् यो मन्दिरमा कस्तो प्रकारले मूर्तिहरू राखेर स्थापना गरेको रहेछ भनेर तपाईँहरूलाई देखाउन गइरहेको छु। हेर्नुहोस्। यस मन्दिरमा 3 दिनको पूजा लगाएको थियो। आज चाहिँ साङ्गेको दिन थियो, म पनि पुगेको थिएँ, यस कारणले यो भिडियो पनि क्लिक गरेको थिएँ तपाईँहरूलाई देखाउनको निम्ति। हेरिदिनुहोस् होला। अनि यस मन्दिरको मूल गेटमा म छिर्दैछु, जाँदैछु पूजाको लागि। हेर्दै जानुस्, म देखाउँदैछु तपाईँहरूलाई पनि कस्तो यहाँ रहेछ भनेर। अनि यहाँ छ। अनि म मेन ढोकाबाट छिरेँ भित्र मन्दिरभित्र। यो मेन हो। पण्डितबाट यताउता चढाउने कुरो चढाएँ अनि टिका लाएँ पण्डितसँग। टिका लगाएपछि अब म तपाईँहरूको अर्को दृश्य देखाउँदैछु। मेन चाहिँ यो कारण चाहिँ के कारणले भएको रहेछ भनेर। अनि म मास्तिर जान्छु, मास्तिर गएर फुलहरू चढाउँछु। अनि त्यहाँ हेर्नुहोस् एउटा ढुङ्गाको यो देख्नुहुन्छ। एउटा ढुङ्गा ओह्रालको चेपमा चाहिँ एउटा तपाईँको सिंहवाहिनी देवीको एउटा मेन उहाँको चाहिँ शक्ति, एउटा